रौतहट जिल्ला चन्द्र टीका मेची 235 किलोमिटर धेरै आइएको छैन हेलौडाबाट 61 किलोमिटर भोलिसम्म खाली गर्न पुगे हुन्थ्यो के लागिसक्यो लास्टै आउँदै गराउँदै गर्मी कस्तो हुने नयाँ ठाउँ हेरिराखिएछ छैन त्यही रोडे हिँड्यो हाम्रो भनेको चाहिँ बाटो यस्तो बुझ्छ त्यो घुमिस् त घुमिन मैले नामा लाग्यो ढाई घरमा झाऱ्यो भने आउनुपर्छ होइन अरू कोही केही हुन्न यहाँ पुल पनि सबै यस्तो रहेछ क्या दुईटा गाडी नछिर्छ सानो गाडी सबै यस्तै छ किन बिजी नभएर बाटो बिजी नभएर हुनसक्छ क्या अब यताको पूर्व पनि आइयो पश्चिम जाँदा बोट होइन अहिले पुग्यो पूर्वमा पनि अब भुटान जाँदैछौँ कहाँसम्म पुगिन्छ आयो बाटो हेऱ्यो नयाँ ठाउँमा अनुभव दिनु पाइन्छ क्या अब हाम्रोतिर चना सुक्खा दिन्छ यहाँ झोल्चा दिने रहेछ नयाँ तरिका थाहा बोलीहरू त्यो चाहिँ धेरै त्यो चाहिँ कम्प्लिट चाहिँ पाइन्छ है नभए पनि मान्छेको व्यवहार खानेकुरा अनि अरू कस्तो बोल्छन् बोली शैली होइन रात अलग यताउता बुझ्नु चाहिँ सकिन्छ त्यो चाहिँ गलत बाहिर हिँड्दा चाहिँ कुरो नपाए त्यो चाहिँ बुझ्नु सकिन्छ चिया खाना मासु खाना त्यो चाहिँ रमाइलो हुन्छ चिया खाइयो चाहिँ बिस्कुट चिया खाइयो बिस्कुट चिया खाएर ट्याक्क लगभग 8-10 किलोमिटर लाग्यो पनि ठ्याक्कै लाग्ने रहेछ क्या न के अरे रौतहट चन्द्रनिगा गीत छ होइन एउटा गीत छ भिटेनको के घर मेरो रौतहट चन्द्रनिगा भनेपछि हामी भिटेनको घरतिर आइएछ
अहिले यही चाहिँ अझै उता नेपाल रोडतिर जाँदा भन्दा अझै यता सिधै रहेछ कि बढी धेरै छैन नि धेरै छैन पुरै रहेछ आउँ त जमाना बस चलाउँदा इलामै पुगेको हो इलाम पुगेको अलि पहिले 60 सालतिर 67-68 सालतिर हो 10 वर्ष भयो म त अझै आएकै थिएन उता सब पुगेको त्यस्तै र घुम्न पाइने भनेको ल्याउँदा खटखटको हुन्छ आउँदा कुनामा बोलाउँछ उसले गरी काट्ने लाइनमा हुन्छ खानेर लिएर जाने गाडी ठाउँमा हुन्छ क्या घुम्न पाइन्छ त त्यस्तै गउँछु भन्ने बाटो संस्था ठिक छ भने त्यही बाटो कताबाट भित्रबाट मान्छेको पर्छ कताबाट बर्दी बाटो क्या सोध्दै जान्छ नि सोध्दै जाने त सोध्दै जाने किनभने क्या मान्छे विदेशबाट आएर साइकलमा घुम्छन् नेपाल हामी त नेपालीले घुम्नु सकिन्छ मजाले सोध्दै जाने नाच्ने किन पढा आनन्द अलि बाहेक आनन्द अलि भन्छ अलि आनन्द अलि दौडाउने अहिले चाहिँ अलि आत्तिरै पर्नु आनन्द लेखिन्छ एकपल्ट लाग्छ नि अहिले चाहिँ तिहारले गर्दा क्या यता पाइन्छ नि भन्ने अलि नाच्दैको भन्ने त मात्रै दौडाउने चाहिँ होइन होइन बिहान 1 घन्टा छिटो उठ्छ नि साँझ 1 घन्टा ढिलो छुट्यो भने मजाले कभर गर्छ निद्रा खटा पनि तिहारमा सुतम्ला पऱ्यो जस फर्किँदा ब्याकलोडहरू भयो भने नत्र खासैको हुँदैन ब्याकलोड भएन भने त बराबर जस्तो भरेर है भलेर अनि भलेर हाम्रो रस राखेर ए गर्मी सिधै अगाडि घाममा पनि छापिरहेको होला रौतहट जिल्लाको चन्द्रपुरमा रौतहट इटहरी पनि जान्छौँ होला हामी इटहरी हुँदै जाने हो उसले भनेअनुसार त इटहरीतिरबाट पनि पाइन्छ भन्छ ब्याकलोड चाहिँ इटहरीबाट पनि पाइन्छ हुँदाखेरि इटहरी हुँदै गइन्छ कि भनेर सोधेको
यहाँ हाम्रो उसमा नि ट्रेनहरू हिँड्ने अन्त मजाको छ नि ठाउँ त अनि सही मिल्छ क्या ट्रेनहरू हिँड्न कस्तो कस्तो नमिल्ने ठाउँमा अरू देशमा कस्तो चिराइ बनायो भने यहाँ नेपालमा बहुत भ्रष्टाचार छ क्या त्यही भएर नत्र कता पनि जान्छ क्या ट्रेनहरू असम्भव भइसकेन क्या छैन होइन स्टेटबाट छ इन्डियामा भन्दा चाइनामा हेर न कस्तो राम्रो छिरा अनि त्यसलाई कम्पेयर गरेको होइन कि तर यहाँ त उ छ क्या धेरै छ त आखिर जुन नेताहरूलाई त्यस्तो माया छैन छैन आफ्नो मात्र हो कि त्यही भएर क्या नत्र भने अब कति साल पहिला नेपालले सहयोग गर्ने अनि राजाहरूको पालामा नेपालमा छ नेपालले सहयोग गरिदिन्छ आफूलाई प्रिय त सहयोग गर्यो होला होइन भिडियोहरूमा पनि देखिन्छ नि त अहिले पहिला विदेशीहरूले के कस्तो राजा जाँदाखेरि कस्तो सब उठेर कस्तो मजाले रेस्पेक्ट गर्थ्यो अहिलेको नेताहरूले हात जोड्छन् गएर देशको लिडरै गतिलो भएन होइन लिडरै गतिलो छैन हो कि त्यही हो देशलाई माया गर्ने मान्छे अब यो चुनावमा आउँछन् फरक हुन्छ अहिले त फरक त हुनै पर्छ त्यहाँ बुढो छ गर्दैन त्यो लाइनमा छिरेपछि आफू बन्ने मस्त अनि बुढो बुढो उठ्ने नेताहरूले गरेर आफै बिरामी हुन्छ कसले गर्ने आफ्नो ख्याल गर्ने कि त्यसको ख्याल गर्ने पहिला आफ्नो ख्याल गर्नु पर्छ आफ्नो ख्याल गरेर देशको सिन्छ त्यो पनि एक वर्षमा कहिले यो पार्टीले कहिले अर्को पार्टीले 8 महिना 1 वर्ष 2 वर्ष मन्त्री फेरिन पर्ने एउटैले गरे पर्दा बरु होइन अलिक दिक्कत चाइनामा हेर न एउटा मात्र पार्टी हो त्यस्तो भएको अरू त यहाँ त सब इन्डियातिरबाट जे छ सब त्यही हो क्या त्यस्तो आफ्नो चाहिँ ढुक्कै छैन होइन हौस् न केही छैन नेताहरूलाई मात्र पेट भन्नु भएर चुनाव जित्यो अनि त्यसपछि ल अब मेरो दिन आयो खर्च गऱ्यो अहिले चुनाव लड्दा त्यही पैसा कमायो त्यसबाट अब त्रिपल कमायो त्यही हो अनि त्यो उसमा के अरे अनुभव नभएकोलाई मन्त्री गराइदियो पार्टीको उसमा अनि के मतलब भयो मन्त्री थाहा भयो मन्त्री एकछिन मन्त्री भयो फेरि आजीवनका सेवा के पाउने हो फेरि त्यस्तो त नियम नचाहिने उसमा जस्तो हुनुपर्ने बाहिर बाहिरतिर हुँदै अमेरिकामा 12 कमाएर कहाँ काम गर्छ राष्ट्र भएको प्रधानमन्त्री भएको अनि त्यस्तो भएको नेपालको त काम गर्छन् गर्दैन नि कामै बसी खाने भत्ता खाने पढै भएन क्या माथि लिडरै करा भएन क्या अब पहिला अब अहिले चाहिँ एमाले र काङ्ग्रेस गरौँ 3-4वटा पार्टी भयो यस्तो यो झोलाको झोलेर हुन्छ नि तिमीलाई के भयो होला क्या यो पार्टी भन्दा हिँड्ने कस्तरीकोसँग गाब्या कस्तरीकोसँग गाब्या झोला बोके हिँड्यो पहिले कता कसको झोला बोकेर फेरि झोला बोकेको पावर बहुत हुन्छ बनेको पनि नर्मल पार्टीको झोलेले पनि लगल एउटा अब एउटा इलाकाहरू हल्लाइदिन्छ भने त्यति पावर हुन्छ क्या मान्छेको त्यो गर्दा अब ऊ डुबेको हुन्छ अन्याय गरेको अन्याय गरेर गलत गर्ने मान्छे हुन्छ सही गर्ने तलको तल हुन्छ बागमती पुल यो बागमती नदी हो र के हो न हाइड्रो पावर रहेछ
ड्याम बागमती पुल के होला क्या हो न सरलाई सुरु भएछ सरलाई सरलाई रहेछ सरलाई यो पनि चिल्लै हो यो कमैया सरलाई भने होला हरिवन नगरपालिका हरिवन नगरपालिका सरलाई कस्तो मौसम हो भन्नु अझै चिसो यो गर्मीको सिजन छैन नि त अहिले खासै होइन गर्मीमा त आउने बनाउनु हुन्छ तर अलिअलि गरेको मौसम अलिअलि भित्रबाट अहिले ब्राउन थियो त्यहाँ सोधेको चाहिँ 2-3 लाख टाका पठाइ जान अझै बन्द थियो त्यही भएर लाग्छ भन्नाले पनि तिहारले गर्दा होइन कि गर्नु त्यस्तो होइन तनाव होइन घट्दैन चाडपर्वले गर्दा त पैसै भन्ने त अब त्यस्तो जाने आजको 2 दिन 3 दिन लाने अरूलाई भयो नर्मलै हुन्थ्यो चाडपर्वको भएको भएर अहिले त्यो भएको त्यस्तो लागि त होइन गएकोलाई थाहा हुन्छ नि त अहिले गएर जस्तै अब हामी पनि रामपुर जानेदेखि दिनमा लाग्छ नि त भित्र हिँडे भएको अझै अर्थ घर बसाउनु 2 दिन लगाउँछौँ सेम हो यहाँ त कहिले चिन्ने छैन हिँडेकै त सम्झेर बिहान सानो रोक्यो सानो रोक्यो एकैछिन अनि हिँडेकै जाउँ अहिले साँझमा एकछिन अलिअलि हिँड्न नि आनन्द हुन्छ रातिमा के साँझमा क्या साँझमा हिँड्नुलाई पनि फेरि अब हाइवे कस्तो बाटो भन्ने हुन्छ के होइन नयाँ बाटो हो अन्त अब साथीहरूलाई सल्लाह बुझ्दा मात्रै जानु मिल्यो होइन अब त्यसमा जस्तो रातिमा हुन्छ नयाँ बाटोमा नयाँ बाटो जस्तो लाग्छ क्या सरले त त्यही भन्नुभयो है होइन तपाईँ आसाममा जानु भने त भन्छ पुग्नु गाडी गर्नु भनेको चेकिङ पनि धेरै नै बस्नु हुने रहेछ क्या चेकिङ पनि धेरै बस्नु हुने रहेछ क्या अब सरहरू त्यहाँ होला क्या ए होला एकदम धेरै थाहा छैन केस गरेको एकदम धेरै थाहा हुनुभयो चाहिँ किन त्यस्तो गर्नु पर्दैन यसो गऱ्यो त्यो लाग्यो बसेर धन्य यति भयो पनि देख्थ्यो अघि नै यो पनि देख्थ्यो थिएन सबै सिधै सिधा के होला
छ नि छ क्या कस्तो कस्तो ठाउँमा हुन्छ अनि यहाँ यस्तो मजाको रहेछ छैन के होइन बर्खामा चाहिँ खत्रै आउने रहेछ सरलाई त्यो हरिवन ऊ भएछ क्या सीमा समाप्त सरलाई त सरलाई नै रहेछ हेर्नु न है पानी छैन त्यही पनि होइन कस्तो क्या बर्खामा आउने पानी छैन त्यो पुरै सुक्खा छ इलाका प्रहरी कार्यालय लाल मन्दिर सरलाई सीमा क्षेत्रमा हामी कहाँबाट गएर जाने बर्दी बासबाट अनि ट्रेकिङबाट अब 30 किलोमिटर जान्छ भनेको थियो सरले त्यति त आइयो त आइएन आउनु लाग्यो अब पछाडि अब बर्दी बास होला होला सर होइन हेटौँडा कति छ 96 किलोमिटर चाहिँ सर्लाहीको लालबन्दी बजार होइन दाइ अहिलेको भनेको अहिलेको होइन ए हो र अहिले लालबन्दी कहाँ यो है त्यहाँदेखि सुरु भएको होला मेन बजार यो होला नि ए अच्छा लालबन्दी बाटो कस्तो अफरोड पनि छ अरे
आउनु भएन बर्दीबास आइयो र अनि महोत्तरी जिल्ला बर्दीबास पश्चिम खै लेखेको त छैन के रे ए हैछ बर्दीबासबाट लाग्यो होइन सिन्धुलीमा त खतरा छ बाटो के त्यो साँगुरो बाटो त्यही बाटो हुँदै हो के जाने होला त के नि सोध्ने हो र सोधौँ क्या है सिन्धुली जाने बाटो यही हो सिन्धुली अहिले कन्फर्म गरेको ठिक नि आएन उहाँ गएर के गरे सिन्धुली गाडी लेसको बढी सुविधा बन्द हुन्छ तेल जाम यस्तो महँगो तेल बनाएको हुन्छ गर्मी छ त गर्मी छ भोलि पुगिँदैछ पुगिन्छ भोलि पुग्यो भने ठिक हुन्छ भोलि खाली भयो भने पर्सि यहाँ आयो भन्दा हुन्थेन आउँदा त छिटो हुन्छ त्यो उताको बाटो बर्दीबाससम्म त खासै किलोमिटर मात्रै आइयो 120 किलोमिटर त आइयो सिन्धुली जिल्ला बिचै किदियो मधुरा जिल्ला भयो देउन आयो धराउनी भयो कि अघि नै 5वटा पुरा थियो क्या उससम्म 12सम्म 5वटा कि 6वटा सर्लाही आयो रौतहट 12 रौतहट सर्लाही महोत्तरी अब सिन्धुली यता त्यसको बिचन पर्छ है अब बिचमा चाहिँ पर्ला नि के छ पर्दै पहिलोचोटि आएको देख्थेँ खोटाङ त परिहाल्यो सिन्धुली रोड सुरु भयो टाइमलाइन भनेको उता भोलिलाई होइन कि किलोमिटरमा कालो छ 9-10 घन्टा लाग्छ सिन्धुलीसम्म त त्यस्तो छैन भनेको होइन र उकालो बाटो त यस्तो अब गिलास राखेर पनि पानी पोखिन्न भनेको होइन दामी छ नि त हेर्नु न त बाटो राम्रो हो न एकछिन बजार एरियाबाट ढुङ्गाको हो क्या अलि टाढा सुक्खा हुन्छ बजार एरिया सिन्धुली कति 30 किलोमिटर ल्यायो त कि 37 होइन सबै हिँड्दा पर्दैन 17 किलोमिटर हिँड्यो अरे हामी घुमियो कि गन्दी थियो आनन्द लाग्यो मलाई नयाँ ठाउँमा घुम्न पाइयो आउनु पर्यो नि गाडी भएको चाहिँ नयाँ गाडीको फाइदा भनेको यो पनि हो नयाँ गाडीको किस्ताले दौडा पुरानो गाडी हुन्छ त भयो हरेक बसिन्थ्यो त फेरि माल निस्किन्थ्यो त्यस्तो अलिक माल नभएर त्यसबाट पनि त कमाएको त होइन नि पुरानो गाडी कमाएको हो त्यो त माल निस्किन्थ्यो क्या अहिले क्राइसिस छ कि के
माल नबेची कसले मगाउने हो र न हर चिज महँगो भयो पहिला घर बनाउनुलाई कति कम हुन्थ्यो विमान 18 किलोमिटर हो यही सम्बुल विमान भन्ने ठाउँमा विमान भन्ने ठाउँमा 18 किलोमिटर रहेछ बाटो त्यस्तै हो त सल्ल सकेर बाटो त राम्रो बनाइ भन्दै काठमाडौँ जान्छ र ए त्यताबाट होइन त अझ अगाडिबाट कता उक्लिन्थ्यो माथितिर यो बाटो हो र थाहै छैन जान थाहा हुन्छ जाँदैछ गेस गर्दै हिँड्दै होला भन्ने गेस गरी थाहा गरी बोल्न त परेको बोलेको त कहाँ पत्ता लानु सकिन्छ यो तलको त उयो क्यामेरा हो क्या उयो एउटा क्यामेरा छ रेडियो नेपाल यहाँ रहेछ है कार्यालय यो के पुरानो के पहिला सुनिन्थ्यो रेडियो नेपाल भन्ने के हाल्ने हो गाडी कहाँ होइन होला बन्द छ कि बन्द छ राति भयो रातिमा चाहिँ नगर्नु होला भन्दै नि त होइन गाडीहरू यस्तो च्यापेर आउँछ सुत्ने बरु बिहान जाने भन्दै यो रुखहरू कस्तो दामी के होला यो कसो लाग्यो दामी देखिन्छ साइडमा शीतल होइन यो काठमाडौँ निस्किने होला क्या यस्तो त्यो टिकटकमा देख्नु सक्दैन यस्तो टर्निङ भएको क्या उकालो चाहिँ साँगुरो बाटो यता त सुकिले कता त गोलीघाट जानु पर्नु नि त हाम्रो जानु फेरि जानु पर्नु रोड चाहिँ कस्तो छ के अरे अब उकालो सुरु हो क्या उकालो सुरु हो हिँडेर त्यहाँ माथि मास्तिरबाट गाडीहरू आँटेको टन्नै देखिन्न बस्ताले यहाँ आइन्छ अस्ति नै सिन्धुपाल्चोक गयो अहिले सिन्धुली होइन अस्ति नै के सिन्धुपाल्चोक पनि गयो नि हामी उता चरीकोटतिर जाँदा के गाडी दुर्घटना स्थल अझै सुरु गर्यो बाटो दुर्घटना हुन्छ स्पिड हुन्छ साँगो रहेछ बाटो खाल्डो छैन स्पिड हुन्छ साँगो रहेछ एक्सिडेन्ट त म्याक्सिमम हुन्छ 40 को 90 भनेको
हाम्रो त आधामा हिँडेको छ 30मा